नमस्ते सबैलाई आज मे 28-29 तारिक ईदको छुट्टीमा हामीहरू चाहिँ फ्यामिली अनि साथीहरूसँग हामीहरू यता आज यो पाइनएप्पल बिल्डिङ देख्न सक्नुहुन्छ। अबुधाबी यो पाइनएप्पल बिल्डिङ डोल्फिन पार्क घुम्न गइरहेका छौँ। अब हामीहरू चाहिँ बसबाट झरेर यता आयौँ। यो पाइनएप्पल बिल्डिङ अबुधाबी पाइनएप्पल बिल्डिङ। अब हामी चाहिँ यहाँबाट पारि जाँदैछौँ। यो रोड क्रस गरेर ब्रिजबाट माथि गइसके पछाडि डोल्फिन पार्कमा जानेछौँ। डोल्फिन पार्कमा एकछिन घुमघाम गरेर हामीहरू फेरि फर्कनेछौँ। अहिले है त ल हामीहरू भने ऊ चाहिँ हो चौधरी, ऊ नवीन उता गइसकेको छ नि ल यो चाहिँ हो पाइनएप्पल बिल्डिङ है त। हामीहरू पाइनएप्पल यो डोल्फिन पार्क सबै घुमेको तपाईँहरूलाई म देखाउँदै गर्छु। हेर्दै गर्नु होला भिडियो। यो हो अबुधाबीको अहिले 5-6 बजेको भ्यू। एकदम राम्रो छ, शीतल छ, हरियाली नै छ। नेपाल जस्तै अहिले वातावरण बन्न थालेको छ, राम्रै छ है त ल हामीहरू भने आज डोल्फिन पार्क घुमिरहेका छौँ, आइरहेको छौँ। पुगेको छैन, यो पाइनएप्पल बिल्डिङको सामुन्ने पुग्यो। म हजुरहरूलाई आज यो डोल्फिन पार्क पुरै देखाउने छु, हेर्दै गर्नु होला है त ल। हामीहरू भने यो बिल्डिङको छेउछाउमै आइपुग्यौँ। यो पाइनएप्पल बिल्डिङ छेउछाउमै आइपुग्यौँ। ल फुलहरू फुलिरहेछन् रोडको पाहातिर। यो चाहिँ अब हामी यो आकाशे पुल तरेर अनि त्यो पार्कपट्टि जानुपर्नेछ। ल हामीहरू भने यहाँ डोल्फिन पार्क आइसकेको छौँ। यो चाहिँ अरे डोल्फिन पार्क। ल म नि फर्स्ट टाइम आएको, हेर्न सक्नुहुन्छ। हरियाली चाहिँ एकदम हरियाली राम्रो छ। अनि चोरहरू चाहिँ राम्रै छ, घुम्नलाई चाहिँ राम्रै छ, हरियाली नै छ, एकदम शान्त नै छ, वातावरण रमाइलो छ। तर घुम्ने ठाउँ यति पो हो कि अन्त नि छ कि थाहा छैन। ऊ बाङ्गो बिल्डिङ उहाँमा देखिन थाल्यो। बाङ्गो बिल्डिङ होइन, यही हो, यही हो डोल्फिन पार्क भने यति हो। ल हेर्न सक्नुहुन्छ यो चाहिँ डोल्फिन पार्क हो अरे। हामी डोल्फिन पार्कमा आइपुग्यौँ। अहिले 6-6:30 भइगयो। त्यो भएर अलि अँध्यारो अँध्यारो अलग जस्तो लागिसकेको फोटो र भिडियो चाहिँ। ल हामीहरू भने अहिले डोल्फिन पार्क आइपुगेको छौँ। यो चाहिँ डोल्फिन पार्क अरे। अहिले 7 बजिसकेको भएर नि होला, यो अलि मधुरो नै छ। हेर्न सक्नुहुन्छ मधुरो छ अहिलेको ऊहरू। त्यस्तो राम्रोसँग देखिनु पाएको छैन।